हेलो हेलो साथीहरू आज चाहिँ हामी जम्बु टोलीहरू उनी चाहिँ एकदम सिङ्गल छ हाम्रो चाहिँ एउटा छ मेरो चाहिँ पछाडिको जम्बुको चाहिँ दुईटा लाइसेन्स लिएर हिँडिरहेको छ तर आज हामी साकेला नाच्न हिँडेको साथीहरू कति नुहाएर हिँडेको के हुन्छ फुल भने झन्डै लडे मेरो छोरी चाहिँ यता छिनो नलाई मैले थाहा पनि बोक्नु घाममा त सक्दिनँ यार ए बिस्तारै हिँड है गएर यस्तो त्यही भएर तिमी त्यही भएर राम्री राम्री भगिरहेछौ कमली त्यही भएर कस्तो क्युट क्युट देखियो कस्तो राम्रो रहेछ साथीहरू हामी चाहिँ म पुगेर फेरि भेट हुनेछौँ है त हेमा हेमा कस्तो अनुभव भइरहेछ एक्लै जोडी भएर पनि तिमी एक्लै हिँड्नु पर्दाखेरि साथीसँग हिँड्दा खुसी छौ कि हो बुढो भनेको त बरु भन्दा आउँदै गर्छौँ है साथी भनेको त कहिले नछोड्नु अरे भन्ने कुरो सुनेर हामी लाग्दैको साकेलातिर साथीहरू के गर्नु हौ अल्छी लाग्छ घरमा बस्नु भन्ने बल्ल बल्ल 5 वर्षमा बुढा आएको के गर्नु बुढा एक्लै छोरी लिएर घुम्न गयो अनि ऊ चाहिँ साथीहरूसँग घुम्न साकेला हिँडेको घुम्न गएको चाहिँ होइन है उसको पीडा कसले बुझ्दैन साथीहरू क्या ल साथीहरू अहिले भेट्नेछु मेरो छोरीलाई चाहिँ घामले पोल्यो अरे क्या पोल्यो त नि अघि चाहिँ मामु म जाँदिनँ अलिक उठाउ न छाता मामु म जाँदिनँ भन्दै थिएँ फेरि के मन लाग्यो मसँग हिँडिहाल्यो साथीहरू यस्तै छ है फाइनली साथीहरू हामी चाहिँ साकेलामा पनि आइपुगिसक्यौँ अनि कस्तो लाग्यो अरे हेमा अब अक्षर आएको हेरेको छैन कमली के भयो अरे मेरो छोरो के खाने अब खासै मान्छे चाहिँ छ जस्तो लागेन है तर पोहोरको भन्दा चाहिँ है पोहोरको जति मान्छे छैन पोहोरको जति रमाइलो पनि छैन मोमो पकाएको भाडा हेर्न गर न कत्रो